हेलो गाइस, गुड मर्निङ। बिहानको टाइममा आज टिकटकको दोस्रो भिडियो। टक्क बिहान उठेर 6 बजिसकेछ गाइस। अब फटाफट प्रोटिन पिएर एक्सर्साइज गर्न पर्यो। यो चाहिँ राम्रो आयुर्वेदिक प्रोटिन हो मैले युज गर्ने। यसलाई चाहिँ गरम पानीमा पिएपछि तपाईहरुले एनर्जी आउँछ। टक्क प्रोटिन पिएर हैन राम्रो हुन्छ यो प्रोटिन, तपाईहरु युज गर्नु होला। अनि त्यसपछि टक्क प्रोटिन पिए भएपछि गिलास टक्क धोइदिन पर्यो। अनि गिलास धोएर राखेर अनि त्यसपछि सुरु गर्न पर्यो योगा सुरु चाहिँ मेरो चाहिँ धेरै भिडियो हुन्छ भनेर मैले चाहिँ हल्का थोरै भिडियो मात्रै राखेको छु योगा सुरु गरेको चाहिँ। किन भन्दा अब आजकल टिकटकमा मान्छेहरूले धेरै भिडियो, लामो भिडियो हेर्न खोज्दैनन्, सर्ट भिडियो, रिल्स भिडियो हेर्न खोज्छन्। मेरो चाहिँ थोड़ा लामो भिडियो छ। योगा गरी भएपछि अर्को पनि के हुन्छ भने अर्को पनि मेरो प्रोटिन छ के, यसमा चाहिँ काजुहरू, बदामहरू सबै टोटली, चिया सिडहरू सबै छ। यसले चाहिँ हल्दी मतलब शरीरको लागि राम्रो गर्छ। त्यसपछि टावेल उठाएर बाथरुमको लागि नुहाउन निक्लिन्छु। नुहाएर भ्याएर टक्क त्यसपछि मैले चाहिँ नुहाएर भ्याएपछि चाहिँ अनि आफ्नो ड्रेसअप कपडा टक्क लाएर कपडा पेनेर अनि त्यसपछि चाहिँ म चाहिँ अब ड्युटी जान पर्ने हुन्छ। अब बिहान हो 7 बजेसम्म ड्युटी पुग्नु पर्ने हुन्छ। अनि यो चाहिँ मेरो आजको सर्ट अनि प्यान्ट हो। अब घरमा काम गर्छु हैन, राम्रो खासै राम्रो ड्रेसअप त गर्नु पर्दैन, त्यही भनी जस्तै छ आफूसँग त्यस्तै पेनेर हैन चट्ट ड्युटी गर्न पर्छ। चट्ट लाएर पेनेपछि एउटा परफ्युम चाहिँ हान्नै पर्छ क्या, छोरा मान्छे भएपछि खुसबुको लागि। त्यसपछि चाहिँ म फटाफट अब ढिलो नगरिकन अब फटाफट ड्युटीको लागि निक्लिन्छु। अनि ड्युटीको लागि चाहिँ मेरो यहाँबाट जाने हो। मेरो छतमा रुम छ अनि मेरो चाहिँ टक्क छतमा रुम छ। चट्ट अनि लिफ्ट बोलाएर चट्ट लिफ्टमा गइन्छ। अनि फटाफट नास्तामा ब्रेकफास्ट बनाउन थाल्छु। यसमा चाहिँ मेरो मुसुर दाललाई पिसेर मैले चाहिँ एकदम पातलो ढोसाको सेपमा त्यसमा चाहिँ मैले पनिर भरिरहेको छु हैन। एकदम टेस्टी सफ्ट हुन्छ है खानालाई। तपाईहरु पनि घरमा ट्राई गर्नु होला। यसको चाहिँ पनिरको भुर्जीलाई टक्क बनाएर यस्तो दामी नरम सफ्ट हुन्छ। टिफिन पनि तयार गरिसकेको छु मैले। टिफिनमा अब आफ्नो पनि ब्रेकफास्ट गर्ने टाइम भइसकेको छ। ग्यास सफाई गरिसकेको छु। अब स्टाफहरूलाई पनि नास्ता दिइसकेको छु ग्यास सफाई गरेर। अनि म चाहिँ फेरि 1 बजिसकेको छ। 1 बजेको त्यसपछि म अब लाइट साइट बन्द गरेर नास्ता बनाइसकेँ। अब चाहिँ निक्लिन्छु आफ्नो रुमको तरफ। यो चाहिँ मेरो लिफ्ट हो। लिफ्टमा फेरि चढेँ। आफू चाहिँ फेरि एकदम डाइट गर्छु, त्यही भएर मैले चाहिँ हल्का स्प्राउट लिएर आएको छु क्या आफ्नो खानाको लागि। चट्ट यो हेर्नुस्, फेरि आएँ म त्यही रुममा। यो चाहिँ मेरो बाहिरको भ्यू हेर्नुस्। अनि त्यहाँ चाहिँ मेरो रुम हो अनि यो चाहिँ मेरो रुम हो। तपाईले देख्नु भइसकेको छ। अब फटाफट म आफ्नो डाइट सुरु गर्छु। डाइटमा चाहिँ मेरो गर्मी पनि धेरै छ, पंखा चलाउँछु। यो चाहिँ मेरो डाइट है, हेर्नुस् है।